एसई एक्जाम आउन अब 50 दिन टाइम छ र यो 50 दिन टाइममा तपाईँले कसरी ए+ ल्याउन सक्नुहुन्छ आज त्यसको बारेमा हामी कुरा गर्छौँ है। सो 50 दिन टाइम भनेको धेरै नै हो, त्यो भनेको लगभग 1200 घन्टा हो र यो टाइममा तपाईँले अब लास्टको 50 दिनमा चाहिँ तपाईँले एभ्रीडे 5 देखि 6 घन्टा चाहिँ पढ्नै पर्ने हो। स्कुल टाइम बाहेक 5 देखि 6 घन्टा चाहिँ तपाईँले घरमा बसेर प्रिपरेसन गर्नु पर्यो है। अब यो 50 दिनलाई चाहिँ म 4 वटा पार्टमा डिभाइड गर्छु। सुरुको 15 दिन है, सुरुको 15 दिनमा चाहिँ तपाईँले बेसिक्सहरू क्लियर गर्नु पर्यो। जुन कुराहरू बेसिक कुराहरू छ त्यो कुराहरू तपाईँले आउनुपर्छ। त्यो बेसिक्स चाहिँ कहाँबाट क्लियर गर्ने? सो त्यसको लागि तपाईँले जुन तपाईँहरूको बुक छ त्यो बुक मजाले पढ्नु पर्यो। एभ्री च्याप्टर एकचोटि मजाले हेर्नु पर्यो है, मजाले एकचोटि बुझ्नु पर्यो। कुनै कुरा बुझ्नु भएको छैन भने त्यो कुराहरूमा फोकस गर्नु पर्यो, कन्सेप्ट्सहरू क्लियर गर्नु पर्यो। कसरी जस्तै कि तपाईँले अब सर्कुलेटरी सिस्टम पढ्नु भएको छ भने त्यो सर्कुलेटरी सिस्टम कसरी काम गर्छ त्यो कन्सेप्ट तपाईँले बुझ्नु पर्यो, रट्टा मात्रै हानेर हुँदैन है। सो मजाले तपाईँले कन्सेप्ट क्लियर गर्नु पर्यो। जति पनि फिगर्सहरू छ त्यो फिगरहरू सबै बुझ्नु पर्यो। सो त्यहाँबाट चाहिँ तपाईँहरूले के हुन्छ त इक्जाममा यदि फिगर टाइपको क्वेसन्सहरू पनि आयो वा एनालाइज टाइपको क्वेसन्सहरू पनि आयो भने तपाईँले गर्न सक्नुहुन्छ है। र एभ्रीडे दुईवटा सब्जेक्ट पढ्नु पर्यो। दुईवटा मेन सब्जेक्ट भनेको के हो त, जस्तै साइन्स म्याथ भनेको मेन सब्जेक्ट्सहरू भयो होइन, र एउटा लाइट सब्जेक्ट भनेको अलिकति हल्का सब्जेक्ट जस्तै कम्प्युटरहरू भयो। सो एभ्रीडे दुईवटा मेन सब्जेक्ट पढ्ने र एउटा लाइट सब्जेक्ट पढ्ने है। र एभ्रीडे नै न्युमेरिकल्स त प्र्याक्टिस एभ्रीडे गर्ने है। न्युमेरिकल आज कुनै एउटा च्याप्टरको न्युमेरिकल मैले गरेँ होइन आधा घन्टा, सो भोलि अर्को च्याप्टरको गरेँ। र ग्रामर पनि तपाईँले एभ्रीडे नै प्र्याक्टिस गर्नु पऱ्यो है। ग्रामर पनि एकचोटि हेर्दै गर्नु पऱ्यो र ग्रामरको क्वेसन्सहरू पनि एकचोटि हेर्नु पऱ्यो। कुन क्वेसन्स तपाईँलाई गाह्रो लागिरहेको, कुन च्याप्टर तपाईँलाई भोइस न्यारेसन कुन आउँदैन त्यो मजाले तपाईँको त्यसमा पनि कन्सेप्ट क्लियर गर्नु पऱ्यो है। सो सुरुको 15 दिनमा चाहिँ तपाईँले कन्सेप्ट क्लियरमा ध्यान दिनु पऱ्यो। अब आउँछ फेज 2 भनेको 16 to 35 डेज है। सो 16 to 35 डेजमा तपाईँले के गर्नु पऱ्यो भन्दा यो 20 दिनमा तपाईँले के गर्नु पऱ्यो भन्दा चाहिँ मोडल क्वेसनको सेट्सहरू तपाईँले प्र्याक्टिस गर्नु पऱ्यो। मोडल क्वेसनको सेट्सदेखि एससीको क्वेसन्सहरू जुन अलरेडी पास्टमा सोधिसकेको छ पुरानो क्वेसन, लास्टको 5 वर्षको सबै क्वेसन्स तपाईँले त मुखमै हुनुपर्छ। लास्टको 5 वर्ष जति पनि सोधेको क्वेसन्स छ त्यो सबै तपाईँलाई रट्टा मारेको हुनुपर्छ। आउँछ भने आउँछ, बुझेर के गर्नुपर्छ, लास्टको 5 वर्षको क्वेसन चाहिँ तपाईँले सबै नै आउनुपर्छ है। त्यसमा चाहिँ तपाईँले कुनै पनि कम्प्रोमाइज गर्नु हुँदैन। त्यही क्वेसन्सहरू नै एभ्री इयर रिपिट हुने हो। सो त्यो क्वेसन्सहरू चाहिँ तपाईँलाई सबै आउनुपर्छ। र कुन च्याप्टर्सबाट धेरै मार्क्सको क्वेसन सोधिरहेछ त्यो पनि तपाईँलाई थाहा हुन्छ कि त्यो प्र्याक्टिस गर्दाखेरि, मोडल क्वेसन्सहरू प्र्याक्टिस गर्दाखेरि। सो एभ्रीडे एउटा क्वेसन सेट्स चाहिँ प्र्याक्टिस गर्नु पऱ्यो। कुनै एउटा सब्जेक्टको कुनै एउटा सेट चाहिँ एभ्रीडे नै त्यो क्वेसन सेट्स प्र्याक्टिस गर्नु पऱ्यो। जुन च्याप्टरको तपाईँहरूलाई आइरहेको छैन त्यो च्याप्टर्सहरूलाई फेरि तपाईँले पढ्ने, रिभिजन गर्ने र तपाईँहरूलाई जुन च्याप्टर विक छ त्यसलाई फेरि स्ट्रङ बनाउनु पऱ्यो। सो त्यसरी तपाईँले कुन च्याप्टर आउँदैन, मलाई कुन च्याप्टर मेरो राम्रो छ, कुन च्याप्टर त्यसरी तपाईँले कुन च्याप्टर मलाई आउँदैन, कुन च्याप्टर मलाई आउँछ, कुन च्याप्टर मैले इम्प्रुभमेन्ट गर्नुपर्छ त्यो तपाईँलाई त्यहाँबाट थाहा हुन्छ है। अर्को आउँछ फेज 3मा चाहिँ तपाईँले रिभिजन र मोक टेस्टहरू दिनु पऱ्यो है। मोक टेस्ट र रिभिजन कसरी गर्ने भन्दाखेरि चाहिँ जस्तै म अब साइन्सको मोडल क्वेसन सल्भ गर्छु भने मैले अगाडि घडी राख्छु होइन, 2 घन्टा 15 मिनटको टाइमर लाउँछु र म एउटा मोडल क्वेसन प्रिन्ट गरेर ल्याउँछु र त्यो मोडल क्वेसन्स इक्जाममा जसरी म गर्छु त्यसरी नै घरमा बसेर पनि प्र्याक्टिस गर्ने। यो 36 to 45 डेजमा तपाईँले त्यो गर्नु पऱ्यो। सो एभ्री सब्जेक्टको 5 वटा चाहिँ कमसेकम मोडल सेट्स चाहिँ तपाईँले त्यसरी प्र्याक्टिस गर्नु पऱ्यो है। तर तपाईँले त्यो प्र्याक्टिस गर्दाखेरि जुन क्वेसन्स तपाईँहरूलाई आउँदैन त्यो चाहिँ तपाईँले एउटा मिस्टेक कपी बनाउनु पऱ्यो। त्यो मिस्टेक कपीमा चाहिँ तपाईँले त्यो मिस्टेक्सहरू लेख्नु पऱ्यो र जुन प्र्याक्टिस गरेको कुराहरू छ त्यो टिचर्सलाई देखाउने, सर मेरो यसमा कुन कुरामा कमी कमजोरी छ मलाई एकचोटि भनिदिनुहोस् र त्यहाँ तपाईँहरूलाई थाहा हुन्छ कि ल यसको एन्सर यसरी लेख्नुपर्ने हो, यसको एन्सर यसरी लेख्नुपर्ने हो भनेर तपाईँले टिचर्सले पनि गाइड गर्छ है। सो यो कुरा तपाईँले गर्नु पऱ्यो। र फर्मुलाजहरू चाहिँ सबै तपाईँहरूले कन्ठस्थै पार्नु पऱ्यो। त्यो सुरुदेखि नै है, डे 1 देखि नै तपाईँले फर्मुलाजहरू चाहिँ रिभिजन गर्न थालिहाल्यो। सबै फर्मुलाजहरू एउटा फर्मुला कपी त तपाईँले बनाउनु नै भन्छु म, जसमा चाहिँ तपाईँको म्याथ्सको साइन्सको सबै फर्मुलाजहरू होस्। त्यसपछि अब लास्टमा चाहिँ तपाईँले डे 46 to 50 लास्टको 5 दिनमा चाहिँ धेरै पढ्ने होइन, लास्टको 5 दिनमा बुक पढ्ने होइन है। लास्टको 5 दिनमा बुक नपढ्ने, जुन तपाईँले प्र्याक्टिस गरेको छ त्यो कुराहरू एकचोटि फेरिदेखि रिभाइज गर्ने। लास्टको 5 दिन चाहिँ रिभिजन मात्र गर्ने हो। फर्मुलाहरू एकचोटि मजाले हेर्ने, लास्टको 5 दिनमा फर्मुला मजाले हेर्ने, डेफिनेसन्सहरू हेर्ने, नोट्सहरू पल्टाएर हेर्ने। मैले तपाईँहरूलाई सोसलको पनि रिभिजन नोट्सहरू प्रोभाइड गरेको छु, एकचोटि त्यो पनि हेर्नुहोस्। सोसलको रिभिजन नोट्सहरू पल्टाएर हेर्नुहोस् र हाम्रो टिकटक च्यानलमा अलरेडी मैले स्टडी मेटेरियल्सहरू टन्नै दिएको छु, त्यो सबै एकचोटि हेर्नुहोस् र त्यो लास्टको 5 दिनमा चाहिँ त्यो कुराहरू रिभाइज गर्ने है। सो नयाँ कुरा पढ्ने होइन, पुरानो जुन कुरा पढिसकेको छ त्यही कुरालाई रिभाइज मात्र गर्ने ओके। र जुन च्याप्टर आउँदैन अब छोडिदिने ओके। लास्टको 5 दिनमा चाहिँ लास्टको 5 दिनमा चाहिँ निन्द्रा चाहिँ पुगाउने है। त्यो अब रातभरि पढ्छु भनेर चाहिँ हुँदैन, अहिले पढ्ने बरु रातभरि, लास्टको 5 दिनमा पढ्ने होइन रातभरि है। सो त्यो मजाले आफ्नो रुटिन मिलाएर फलो गर्नुभयो, लास्टमा लगभग 5-6 घन्टा एभ्रीडे पढ्नुभयो भने इजिली A+ आउन सकिन्छ।